ल फेरि चाहिँ खत्रै फोहोर आयो। त्यो कान्छो भाइले वाटर ट्याङ्क चाहिँ क्लिन र सफा गरिरहेको। ल हेर्नु त तपाईँहरू, ल खत्रै फोहोर चाहिँ निकालिरहेको। अनि यो सबै फोहोर रोपटप वाटर ट्याङ्क फोहोर हो। यो हामी अहिले रोपटप वाटर ट्याङ्क सफा र क्लिन गरिरहेको। यस्तै चाहिँ हजुरहरूको घर, अफिस, होटल, हाउसिङ, अपार्टमेन्टमा रोपटप वाटर ट्याङ्क र अन्डरग्राउन्ड वाटर ट्याङ्क क्लिन सफा र गर्नु परेमा हाम्रो जेपी एसीटेक प्राइभेट लिमिटेडलाई हजुरहरूले सम्झिनु होला। हाम्रो कम्पनीबाट काम सफा र चिटिक्क भरपर्दो हुनेछ। ल हेर्नु त त्यो कान्छो भाइले टक्क तपाईँको वाटर ट्याङ्कमा छिरेर पुरै चाहिँ फोहोर निकालिरहेको। ल यसो हेर्दाखेरि तपाईँको ढलै फुटेको जस्तो देखियो फोहोर यो, तर यो चाहिँ ढल फुटेको फोहोर होइन। यो सब तपाईँको वाटर ट्याङ्कको यो चाहिँ सबै फोहोर हो। यो हामी चाहिँ अहिले वाटर ट्याङ्क चाहिँ क्लिन र सफा गरिरहेको। यस्तै चाहिँ हजुरहरूको घरमा रपटप वाटर ट्याङ्क र अन्डरग्राउन्ड वाटर रिजर्भ ट्याङ्क चाहिँ क्लिन र सफा गर्नु परेमा हाम्रो जेपी एसीटेक प्राइभेट लिमिटेडलाई सम्झिनु होला। उहाँ सरले पनि तपाईँको हाम्रो जेपी एसीटेक प्राइभेट लिमिटेडको भिडियो हेरेर अनि उहाँले चाहिँ आजै बुक गर्नुभयो। हामी आजै गएर उहाँको चाहिँ पुरै चाहिँ यो कालो ट्याङ्की चाहिँ 2000 लिटरको पुरै चाहिँ क्लिन गरिदिएको। अनि माथिको रपटप वाटर ट्याङ्क पनि तपाईँको मजाले तपाईँको क्लिन र सफा गरिदिएको। ल हेर्नु त हजुरहरू, टक्क पुरै तपाईँको यसो चाहिँ क्लिन गरिसकेपछि ट्याङ्की चाहिँ यतिको सफा देख्यो। ल हेर्नु त हजुरहरू, पुरै चाहिँ क्लिन गरिदिएको। पुरै चाहिँ क्लिन गरेर यस्तो चाहिँ सफा देखेको। ल हेर्नु।